मेरो अडियो सबैलाई आएको छ कि छैन एकचोटि कन्फर्म गरौँ त च्याटमा क्लियर हो सर क्लियर क्लियर छ ओके मेरो भिडियो नि आएको छ अनि स्क्रिन पनि देखेको छ म हजुर सर ठिक छ एकदम जोइन भएर चाहिँ नि सुत्नु भएको छैन भन्छ नि एकचोटि सबैले च्याटमा मेसेज गरौँ त च्याट अझै खुल्ला को सुत्नु भएको छैन यति छिटै एकचोटि च्याटमा मेसेज छोडौँ त जे भयो नि दिन कोही सुतेन होला नि यो ओलीलाई भर्खर जेलमा हालेर सुत्नु भयो ओके ओके सबैजना हुँदो रहेछ ओके द्याट्स फाइन पर्फेक्ट सबैले गर्न आउनुहुन्छ भर्खर सर कालसँग सर उता च्याटमा चाहिँ एकचोटि सबलाई फाइनल नोटिस दिनु होला मिटिङ जोइन हुनको लागि भनेर मैले चाहिँ अब हामी स्टार्ट भएपछि चाहिँ एडमिट गर्न छोड्छु मान्छेहरूलाई सो जस्ट डु लाइक अ फाइनल कल सबैलाई जोइन हुनको लागि we'll get started today. Just in terms of structure, as I said, obviously सबैलाई थाहै छ अलमोस्ट एउटा दाजु हाम्रो आउँदै हुनुहुन्छ साइकोलोजीको बारेमा कुरा गर्नलाई मेनली इट विल बी हिम साइकोलोजीको बारेमा चाहिँ उहाँले धेरै ज्ञान दिनुहुन्छ he has much more market experience than me so हजुरहरूको लागि झन् फाइदाको कुरा कि we have someone that has spent so long in the market आएर चाहिँ हामीलाई लेसन दिँदै हुनुहुन्छ and then at the end त्यसपछि चाहिँ मैले प्रोफर्म ट्रेडरहरूलाई स्पेसिफिकली हल्का चाहिँ साइकोलोजीको कुराहरू चाहिँ जो पनि प्रोफर्महरू युज गर्नुहुन्छ उहाँहरूको लागि त्यसपछि चाहिँ बल्ल Q&A सेसन या हजुरलाई जे पनि मन छ सोध्नको लागि सो फर्स्ट 30 minutes will probably be the lesson time अनि त्यसपछि चाहिँ हजुरहरूलाई मनमा जे पनि क्वेसन आउँछ ट्रेडिङको रिलेटेड साइकोलोजीको रिलेटेड हजुरहरूलाई प्रब्लम भएको कुराहरू जे पनि सोध्न छ मलाई या आउनुहोस् दाजुलाई हजुरले चाहिँ आनन्द सोध्न पाउनुहुन्छ जस्ट लेसन डेलिभरी हुँदाखेरि चाहिँ कसैले पनि अनम्युट गरेर चाहिँ बोल्ने कार्य नगर्नु होला किनकि अभियसली फ्लो नै डिस्टर्ब गर्छ पुरै यतिकै क्वेसन्सहरू छ भने चाहिँ च्याटमा राख्नु होला अनि हाम्रो चाहिँ हामी दुईजना हुनुहुन्छ एकालसँग सर हुनुहुन्छ पारस सर हुनुहुन्छ दुईजना चाहिँ क्वेसनहरू पिकअप गरेर साइडमा राखेको हुनुहुन्छ गर्नको लागि मेबी बिच बिचमा हामीले च्याटहरू हेरेर रिप्लाई पनि देखाउँछौँ अनम्युट गरेर चाहिँ फ्लो डिस्टर्ब चाहिँ नगर्नु होला कसैले पनि इफ द्याट इज all fine and we are all ready to go सबैले एकचोटि चाहिँ रेडी भन्नु त फेरि अनम्युट गरेर भन्नु होला रेडी च्याटमा भन्नेहरूको कलेज चाहिँ नि बिगिनिङदेखि नै हामी सिकाउने के भन्नुभएको थियो जस्ट वर्कसपहरू भनेको चाहिँ स्पेसिफिक टपिकहरूमा मात्र हुन्छ सो अप्रिलबाट इट विल बी मोर रेगुलर त्यसमा लास्ट विक यो ठाउँमा सो यो सेटअप चाहिँ हजुरले यो ब्याकग्राउन्ड देख्ने चाहिँ यो हप्ता चाहिँ लास्ट र नेक्स्ट विकबाट चाहिँ आई एम मुभिङ आउट टु माई अपार्टमेन्ट्सको त्यसपछि त ट्रेडिङ वाइड स्पेस यस्तो मेन बढी फोकस हुन्छ सो वी क्यान हेभ मच मोर रेगुलर वर्कसपहरू भइरहन्छ मेबी एभ्री 2 weeks एउटा which just एउटा स्पेसिफिक टपिक चुज गरेर चाहिँ हामी आइन्छ ओके सिम्स अल अफ अस आर रेडी अफकोर्स यहाँ को चाहिँ हाम्रो अनोनस ट्रेडर दाजुलाई चिन्नु भएको छ या कन्टेन्ट देख्नु भएको छ च्याटमा रिप्लाई गर्नु च्याटमा को चिन्नु भएको छ जान्नु भएको छ या केही कन्टेन्टहरू देख्नु भएको छ उहाँको बारेमा ओके धेरैजना चिन्नु भएको रहेछ सो there's not much else needed to be through TikTok. Okay, भाडा नजा yeah, exactly. So I think धेरैजना चाहिँ हामी चिनेको छ अनोनस दाजुलाई स्पेसिफिकली उहाँको फेमस डायलग भाडा नजालाई he's a gold trader, gold trading गर्नुको if I'm not wrong अहिले आएर स्टार्ट गरेको हुन्छ होला I think it's been 5 or maybe 6 years भइसकेको छ मार्केटमा so he does have a lot of market experience in terms of psychologyको कुरा हामीले गर्ने हुन्छ नि उहाँको सिरिजहरु को देख्नु भएको छ युट्युबमा really insightful series uploading चलिरहेको छ अझै पनि I think रेगुलर भिडियोजहरु आइरहेको छ साइकोलोजीको सिस्टमहरुको बारेमा which will probably be helpful for a lot of you र आज चाहिँ त्यही कुरा चाहिँ लाइभमा अलि बेटर एक्सप्लेन गर्न हजुरहरुको इन्टरेक्सन सँगै हजुरहरुको क्वेशन्सहरु लिँदै गर्नको लागि चाहिँ हाम्रो दाजु आउनुभएको छ आई बिलिभ कलमा पहिले नै हुनुहुन्छ होला भन्नुहोस् दाजु कलमा हुनुहुन्छ भने इफ यु जस्ट अनम्युट एन्ड आउ पिन एकदम रेडी हजुर भिडियो शेयर गर्नुहुन्छ दाजु के हो छैन भिडियो नगर्ने okay so I have pinned him as well and pretty much that it's up to you you can take it away now ल ओके ल हाम्रो कतिजना 80-81 जना आइसकेको छौँ होइन हामी ल अब कतिजनाले मेरो कन्टेन्ट अब टिकटकमा हेर्दै हुनुहुन्छ युट्युबमा कतिजनाले सब्सक्राइब गर्दै हुनुहुन्छ मलाई है सबैजना अब यहाँ आज कतिजना 80 83 84 हुँदैछ सबैजनालाई वेलकम छ मेनली चाहिँ अब सुरुमा चाहिँ अब थ्याङ्क यू है हाम्रो वाइडी भाइलाई पनि प्लस अब हाम्रो होल वाइडी स्पेसको मेम्बरहरू कतिजना पनि हुनुहुन्छ सबैजनालाई थ्याङ्क यू अब यहाँ आएर म यसरी बोल्दैछु तर अब मेन कुरा चाहिँ के हो भन्दाखेरि अब यहाँबाट आएर म यसरी एक्सपिरियन्स सेयर गर्दैछु मेरो अब मेरो अलमोस्ट मेरो इन्ट्रोडक्सन अब छोटो मिठो दिनुपर्दाखेरि चाहिँ अब अलमोस्ट 5 वर्ष नै भयो भनौँ होइन गोल्ड ट्रेड गरेको अब ट्रेडिङ भनेको यो हो गोल्ड पनि ट्रेड गर्न मिल्दो रहेछ है
भनेर सुरु गरेको चाहिँ ल 5 इयर्स भयो। अब प्रोफिटेबली ट्रेड गरेको 3 इयर्स होइन, 3 इयर्स भइसक्यो। अब मैले चाहिँ अब आफ्नो पर्सनल क्यापिटलहरू नै ट्रेड गरिरहेको छु अहिलेसम्म। प्लस अब रिसेन्टली चाहिँ अब हाम्रो वाइडी भाइकै कारणले पनि म फ्युचर्स प्लेटफर्महरू पनि ट्रेड गर्दैछु। अब त्यहाँबाट पनि मैले कन्सिस्टेन्टली नै पे आउटहरू लिइरहेको छु। प्लस अब मलाई जो कोहीले पनि मलाई टिकटकमा देखिराख्नु भएको छ, मेरो कन्टेन्टहरू हेर्नु भएको छ, मैले चाहिँ मेनली फोकस चाहिँ के गरिरहेको छु भन्दा ट्रेडिङ साइकोलोजीको एस्पेक्टबाट चाहिँ मैले धेरै मेरो कन्टेन्टहरू पुश गरिरहेको हुन्छु होइन। ट्रेडिङमा चाहिँ मेन कुरा चाहिँ के आउँछ त, एट दि एन्ड प्रोफिटेबल हुनको लागि एउटा लुजिङ फेजबाट ब्रेक इभन फेजमा जानको लागि, ब्रेक इभनबाट विनिङ फेज अथवा एउटा प्रोफिटेबल ट्रेडर भएर निस्किनको लागि चाहिँ के इम्पोर्टेन्ट हुन्छ, कसरी आफूलाई म्यानेज गर्ने, कसरी आफ्नो यो जोर्नीलाई चाहिँ एउटा राइट वेमा लिएर जाने भन्ने कुरालाई मैले मेनली इम्फसाइज गरेर चाहिँ भिडियोहरू बनाएर हुन्छु। अनि रिसेन्टली अब हाम्रो वाइडी भाइले रिसेन्टली भने जस्तै मैले युट्युबमा आफ्नो ट्रेडिङ साइकोलोजीको सिरिज पनि राखिरहेको छु होइन। सो जतिजनाले पनि हेरिराख्नु भएको छ थ्याङ्क यू छ सबैजनालाई। अहिलेसम्म हेर्दै जाउँ कतिजना कुन फेजमा हुनुहुन्छ, अब इभन लुजिङ फेजमा हुनुहुन्छ, ब्रेक इभन फेजमा हुनुहुन्छ, अब त्यो एउटा जोर्नी डिस्टेन्स कभर गर्दै हुनुहुन्छ ब्रेक इभनदेखि प्रोफिटेबल फेजसम्म भने पनि डेफिनेटली होइन। अरू कसैको एक्सपिरियन्सबाट स्पेसली अब मेरो एक्सपिरियन्सबाट नै सेयर गरिरहेको छु भिडियोहरू, त्यहाँबाट डेफिनेटली नै हेल्प हुन्छ। अब कतिजनाले भिडियो हेरिराख्नु भएको छ, अब कतिजनालाई चाहिँ कुनै कुराहरू रिपिटेटिभ लाग्न सक्छ होइन। तर अब मेन कुरा चाहिँ अब हामी जतिजना पनि यहाँ मलाई फर्स्ट टाइम देख्दै हुनुहुन्छ, सुन्दै हुनुहुन्छ, लास्ट टाइम पनि अब हामीले यसरी नै मैले आएर सेसनमा ट्रेडिङ साइकोलोजीको कुराहरू गरेको थिएँ, त्यति बेला पनि नोट डाउन गर्नुभयो केही कुराहरू। यदि बिर्सिसक्नु भएको छ भने पनि म फेरि त्यो सुरुमै सबैलाई रिफ्रेस गराउन चाहन्छु। अब आज चाहिँ अब स्पेसिफिकली अब मैले ट्रेडिङ साइकोलोजी भनिसकेपछि कहाँबाट सुरु गर्ने, के गर्ने होइन, अब आफूलाई चाहिँ कसरी चाहिँ लिएर जान सकिन्छ एउटा वेमा, जसरी चाहिँ आफूलाई एउटा प्रोफिटेबल ट्रेडर बनाउन सकिन्छ त भनेर त्यो कुरामा डिस्कस गर्छु। प्लस साथसाथै म लास्टमा सानो के कुरा पनि भन्छु भने आज चाहिँ जसरी चाहिँ अहिले हाम्रो यो ट्रेडिङ नेपाली ट्रेडिङ सिन भनौँ न, स्पेसली नेपाली ट्रेडिङ इन्डस्ट्रीमा चाहिँ जति अहिले यो बर्खा मासमा यो च्याउ सरी फैलाए जस्तो ट्रेडरहरू निस्किँदैछन् नि अहिले ट्रेडरमा, यो स्पेसली टिकटकमा भिडियो बनाउँदै भनौँ न हो, त्यसरी चाहिँ निस्किँदैछन्। कति कोसँग फस्ने, को चाहिँ रियल मान्छे हो, कसले चाहिँ राम्रोसँग गरेको छ, त्यो पनि छुट्याउन सक्नु पऱ्यो है भनेर त्यो पनि म लास्टमा कुराहरू 2-3वटा कुराहरू भन्छु। अब मेन कुरा चाहिँ ल सुरु गरिहालौँ है त। अब ट्रेडिङ साइकोलोजीमा पुग्नुभन्दा अगाडि पनि अफकोर्स सुरुमा के चाहियो त भन्दाखेरि हामीलाई एउटा सिस्टम चाहियो, मोडल चाहियो। त्यो कुराहरू सबैजनाले सुनिराख्यो होला होइन। कतिजनाले चाहिँ टेक्निकल एनालाइसिस भन्ने बित्तिकै यो त यस्तो छ, यति धेरै कुराहरू हुन्छ नि, अब दुनियाँ महाभारत रामायण पढे जसरी पढेर हुन्छ नि, दुनियाँ किताब लेखेर एउटा हुन्छ नि, अब कपीमा लेखेर नोट डाउन गरेर दुनियाँ गरेर होइन वर्षौँ लगाएर त्यो कुरामा मात्र अल्झिएर बस्ने मान्छेहरू पनि हुन्छन्। तर अब त्यसलाई मैले नराम्रो भन्न खोजेँ होइन। अफकोर्स एउटा सिस्टम र एउटा मोडल हुनैपर्छ, तर कसरी चाहिँ आफूले एउटा सिस्टम र मोडललाई चाहिँ सिम्प्लिफाई गरेर चाहिँ आफूलाई काम गर्ने एउटा मोडल बनाउन सकिन्छ, अथवा अलरेडी कसैले काम गरिरहेको छ, अलरेडी कसैलाई काम गरिरहेको मोडल छ भने त्यसलाई कसरी एड्याप्ट गर्न सकिन्छ भने त्यसमा मेन फोकस गर्नुपर्छ सबैले होइन। त्यही भएर एउटा पर्फेक्टली वर्किङ होइन प्रोफिटेबल स्ट्राटेजी र सिस्टम खोज्नु पऱ्यो होइन। अब अफकोर्स हाम्रो वाइडी भाइको अलरेडी बुट क्याम्प छ, फ्रीमै छ युट्युबमा होइन, त्यो हेर्दा पनि भयो होइन। अब कसैसँग बाहिर भेट्न सकिन्छ, इभन मेरो टिममा मेरो मेम्बर्सहरू पनि यहाँ आज जोइन हुनुभएको छ, अलरेडी उनीहरूलाई पनि मेरै सिस्टम एड्याप्ट गरिसक्नु भएको छ होइन। त्यही भएर मेन फोकस भनेको चाहिँ एउटा सिस्टम हुनु पऱ्यो, प्रोफिटेबली काम गरिरहेको। यदि आफूले बनाउन सकिन्छ भने इट्स अप टु यु, यदि तर आफूले बनाउन सकिँदैन भने अरू कसैले त्यो सेम सिस्टम र मोडल युज गरेर प्रोफिटेबल भइसकेको छ भने चाहिँ त्यसलाई नै एड्याप्ट गर्ने होइन। त्यसरी चाहिँ आफ्नो जोर्नीलाई कम गर्न सकिन्छ अथवा स्पिड अप गर्न सकिन्छ आफू एउटा प्रोफिटेबल फेजमा पुग्नको लागि होइन। मेन कुरा चाहिँ त्यो भयो। अब यदि आफूसँग अलरेडी एउटा सिस्टम र मोडल छँदैछ होइन, त्यो छ भनिसकेपछि ल ओके, ल मसँग एउटा सिस्टम छ, मोडल छ जुन पर्फेक्टली काम गर्छ होइन, मैले ब्याक टेस्ट गरेछु, मैले फरवर्ड टेस्ट गरेछु, अथवा अलरेडी यो मान्छेलाई यसले काम गरिरहेको छ, यसरी यो प्रोफिटेबल भइरहेको छ भनेपछि ल डेफिनेटली छ है, ल भनेपछि डन। त्यो फर्स्ट कुरा सकियो। त्यो फर्स्ट कुरा यो जुन टेक्निकल साइड अफ थिङ्स छ, मैले यसलाई कहिले पनि 5 देखि 10% भन्दा बढी प्राथमिकता दिदिनँ होइन यो ट्रेडिङ जोर्नीमा चाहिँ प्रोफिटेबल हुनको लागि। अब यति टेक्निकल्ली अब आफ्नो साइडबाट सबै सिस्टम र मोडलको खेल खत्म भइसकेपछि मेन कुरा के आउँछ भन्दाखेरि डेफिनेटली डिसिप्लिन हुनु पऱ्यो, अब रुलमा बाँधिनु पऱ्यो। अब सबै कुरा सर्फेसली त अब सबैलाई थाहा हुन्छ होइन, रेभेन्स ट्रेड गर्नु हुँदैन, ओभर ट्रेड गर्नु हुँदैन, अब हुन्छ नि अब धेरै अब ग्याम्बल गर्नु हुँदैन, एउटा स्ट्रेट क्लिन माइन्डसेट लिएर हुन्छ नि, फ्रेस माइन्डसेट लिएर ट्रेड गर्नुपर्छ, एउटा आफ्नो सेट अफ रुल्समा बाँधिएर बस्नुपर्छ भन्ने कुरा त सबैलाई थाहा हुन्छ। तर कतिजनाले चाहिँ मेन कुरा चाहिँ के नोटिस गरे हुँदैन त भन्दाखेरि चाहिँ के कुराले चाहिँ सबैलाई त्यो नराम्रो एक्सपेक्ट गर्नुबाट अथवा जुन कुनै ओभर ट्रेड गर्नु, रेभेन्स ट्रेड गर्नुबाट के कुराले चाहिँ ट्रिगर गर्छ त तिमीहरूलाई भनेर कसैले पनि त्यो कुरा रियलाइज गरे हुँदैन। भनेको सेल्फ अवेरनेस चाहिँ कसैसँग पनि हुँदैन जब मान्छे चाहिँ ट्रेडिङ गरिरहेको हुन्छ होइन, बिगिनिङ फेजमा, यो लर्निङ फेजमा भनौँ, जो कोही पनि अहिले सिक्दै हुनुहुन्छ, गर्दै हुनुहुन्छ, त्यहाँसम्म पुग्ने बेलासम्म चाहिँ सेल्फ अवेरनेस भन्ने कुरा चाहिँ सबैमा ल्याक हुन्छ। त्यो चाहिँ है, त्यो चाहिँ म अहिले ग्यारेन्टी नै भनिदिन्छु। त्यो जब कोही ट्रेडमा गरे हुन्छ, ल म आज ल 2टा ट्रेडभन्दा बढी लिदिनँ, म आज 2टा ट्रेड लुजिङ ट्रेड भयो भने ल म आज गर्दिनँ है ट्रेड भनेर बसिरहेको हुन्छौँ हामी। तर जब त्यो सेकेन्ड ट्रेड पनि लुजिङ ट्रेड हुन्छ र जस्तो तिमीहरूलाई हिट गर्छ, त्यति बेला तिमीहरू अर्कै स्टेजमा पुग्छौ, तिमीहरूलाई थाहा पनि हुँदैन के भइरहेको छ, तिमीहरू डिफ्रेन्ट जोनमा पुगिसकेका हुन्छौ, तिम्रो सेट अफ रुल्स भने के हो थाहा हुँदैन, तिमीलाई ट्रेडिङ भन्ने कुरा मात्र थाहा हुन्छ, तर तिमीहरू त्यो चार्टमा मात्र एडिक्टेड भएर तिमीहरू बाहिर सेल थिच्ने कुरा मात्र याद हुन्छ तिमीहरूलाई।
त्यो फेजमा पुग्छौ तिमीहरू जब त्यो अनएक्सपेक्टेड ट्रिगरिङ कुरा तिमीहरूमा आउँछ, ट्रिगरिङ कुरा तिमीहरूले फेस गर्छौ त्यति बेला ट्रेड गरिरहेको बेलामा होइन। त्यस्तो बेलामा चाहिँ तिमीहरूलाई झकझकाउने मान्छे कोही हुँदैन, सम्झाउने मान्छे कोही हुँदैन, ए भयो है आज है के गर्नुपर्छ अब कसरी रोकिने के गर्ने होइन। त्यसपछि तिमीहरू के गर्छौ, तिमीहरूलाई लास्टमा अकाउन्ट ब्लो भइसकेपछि तिमीहरू हुन्छ नि जिरो लेभलमा पुगिसकेपछि मात्र तिमीहरूलाई याद हुन्छ कि ए मैले के गरेँ भनेर रियलाइज पछि हुन्छ। अब यो सबै कुरालाई चाहिँ कसरी चाहिँ आफूले रियलाइज गराउने अथवा सेल्फ अवेर कसरी हुने त त्यस्तो सिचुएसनमा पुगे बेलामा भन्ने कुरा चाहिँ सबै तिमीहरूको आफूबाट नै आउनु पर्यो। अब यो आफूबाट नै आउँदाखेरि चाहिँ कसरी लिएर आउने त यो कुरा आफूमा भनेर चाहिँ ट्रेडिङ बाहिरको कुरा हेर्नु पर्यो आफूमा। ट्रेडिङ बाहिर पनि म कस्तो छु, ट्रेडिङ बाहिर मैले कसरी आफ्नो डे टु डे लाइफ बिताइरहेको छु, मसँग ट्रेडिङ बाहिर पनि एउटा डिसिप्लिन डेली रुटिन छ कि छैन त्यो कुरा याद गर्नु पर्यो। आफूले आफूलाई चिन्नु पर्यो मेन कुरा चाहिँ बाहिर होइन, बाहिर पनि आफूले आफूलाई चिन्नु पर्यो। अब मैले इभन मेरो भिडियोहरूमा भनिरहेको हुन्छु मैले अब आफूले आफूलाई चिन्नुको मतलब चाहिँ के हो त होइन। अब भन्नुको रिजन चाहिँ अब ट्रेडिङमा तिमीहरूको आउने एक्सपेक्टहरू के छ त, डे टु डे लाइफ जुन कुरा चाहिँ तिमीहरूलाई ट्रेडिङमा पनि एफेक्ट गर्छ होइन। जस्तै अब मैले मेरो भिडियोहरूमा भनिरहेको हुन्छु कुनै अब कोही मान्छेहरू अब आफ्नो रेगुलर लाइफमा पनि इम्पल्सिभ डिसिजन लिने मान्छेहरू हुन्छ, कोहीले चाहिँ होइन नसोचिकन धेरै एनालाइज नगरिकन डिसिजन लिइहाल्ने, झ्यापझुप गरिहाल्ने, ए ल केटाहरूसँग गयो साथीहरूसँग हिँड्यो ए ल जाम यार आज ल दारू खाइदिउँ भने गइदियो होइन, केही सोच्नु छैन ऊ कुन सिचुएसनमा चाहिँ के छ त्यस्तो भन्छ। कोही चाहिँ भने फेरि डिसिजन लिनै नसक्नेहरू हुन्छ फेरि होइन। अब मैले यो दुईवटा इक्जाम्पल मात्रै दिइरहेको छु है ल है। अब कोही चाहिँ डिसिजन लिन नसक्ने, कोही चाहिँ इम्पल्सिभ डिसिजन लिने। अब यो कुराहरू यो क्यारेक्टरिस्टिक्स हुन्छ नि एउटा इन्डिभिजुअलमा, यो कुरा सबैले पनि ट्रेडिङमा एफेक्ट गर्छ होइन। अब तिमीहरूको लेट्स सपोज तिमीहरूको सेटअप देखिँदैछ बन्दैछ तर तिमीहरूको त्यो सेटअपमा पुरै कन्फ्लुएन्सहरू नआउँदै तिमीहरू एन्टर गर्छौ कहिलेकाहीँ होइन। अब तिमीहरू इम्पल्स एन्ट्री भयो, इम्पल्सिभ डिसिजन लिइहाल्यौ त्यहाँ तिमीहरूले होइन, त्यो गल्ती गरिसक्यो तिमीहरूको। अब त्यो भनेको कसरी एफेक्ट भयो त भन्दा तिमीहरू रेगुलर लाइफमा डे टु डे लाइफमा पनि तिमीहरू इम्पल्सिभ डिसिजन मेकर हो होइन, त्यो कुरा पनि याद गर्नु पऱ्यो। अब रेगुलर लाइफमा चाहिँ तिमीहरू आफू चाहिँ के क्यारेक्टरिस्टिक्स छ त जुनले चाहिँ ट्रेडिङमा एफेक्ट गर्छ आफूमा डे टु डे लाइफमा पनि ट्रेडिङ बाहिर पनि तिमीहरूको डेली रुटिन के छ, तिमीहरू एउटा सिस्टमेटिक वेमा सिस्टमेटिक डेली रुटिन बनाएर चलिरहेको छौ कि छैनौ होइन, त्यो कुराहरू याद गर्नु पऱ्यो। सबैमा भन्दा सुरुमा चाहिँ आफूले आफ्नो बारेमा नोट डाउन गर्नु पऱ्यो होइन, के कुराहरू भइरहेको छ डेली लाइफमै गरिरहेको छु, त्यो कुराहरू चाहिँ ट्रेडिङमा के कुराहरू त्यो रिलेट भएर चाहिँ एफेक्ट गरिरहेको छ नोट डाउन गरौँ होइन। सुरुमा नोट डाउन गरेर आफूले ल मैले यो गरिरहेको छु भनेर अब दिमागमा सोचेर मात्र पनि हुँदैन कतिवटा कुराहरू होइन, आफूले नोट डाउन गरेन नै रियलाइज गर्नुपर्छ। यो मैले एक्सपिरियन्सबाट नै भन्दैछु, मैले जे गरेँ मैले त्यही इन्फर्मेसन अहिले दिइरहेको छु है। अब त्यसपछिको कुरा के आउँछ भन्दाखेरि अब सबै कुरा त थाहा भयो आफ्नो बारेमा होइन, मैले यो गल्ती गर्दो रहेछु, मैले यो गर्छु, यो कुरा सबै ट्रेडिङमा रिलेट भइरहेछ, ट्रेडिङमा एफेक्ट गरिरहेको रहेछ। अब त्यसपछि नगर्नको लागि चाहिँ के गर्नु पऱ्यो, अब त्यो कुराहरू कसरी अभोइड गर्ने त फेरि होइन। ट्रेडिङ गर्ने बेलामा त फेरि ल रिपिट भइरहेको छ, अब याद त आयो मलाई सेल्फ अवेर भएर अब त्यसलाई अवेर भएर चाहिँ अब कसरी चाहिँ त्यसलाई अब नगर्ने त, कसरी अभोइड गर्ने त त्यो जुन कुनै पनि नराम्रो ह्याबिट्सहरू छ तिमीहरूको। अब मेन कुरा के हो भनेको यसमा सिम्पल छ है, कुरा भन्दाखेरि चाहिँ सिम्पल छ होइन, डेफिनेटली गर्दा चाहिँ कसैलाई गाह्रो हुन्छ नै, जसलाई पनि गाह्रो हुन्छ। सिम्पल छ यो कुरा, आफ्नो दिमागलाई ट्रेन गर्ने हो है। मैले भनिरहेको हुन्छु मेरो भिडियोहरू मैले ट्रेन योर ब्रेन, अब यो अब एकदम राइम पनि हुन्छ यो होइन, ट्रेन र ब्रेन। अब दिमागलाई ट्रेन गर, ट्रेन योर ब्रेन होइन। अब याद गर है यति कुरा चाहिँ, जे कुरा पनि तिमीहरूले सानोदेखि नै गरिरहेको छौ नि यो सबै कुरा, इभन ल तिमीहरू ल गाडी चलाउने बाइक चलाउने अब त्यो पनि तिमीहरूले ट्रेनै गर्यौ, त्यो अब पछि गएर मसल मेमोरी हुने यताउता भन्ने कुरा त्यो अब अलिकति टाढाकै कुरा भयो। इभन तिमीहरू हिँड्न होइन, बोल्न चल्न त्यो सबै कुरा तिमीहरूले के गरिरहेको छौ भन्दाखेरि सानोदेखि नै तिमीले दिमागलाई चाहिँ ट्रेन गर्दै आयौ होइन। सबै तिमीहरूले यो इभन यो माइनर कुराहरू जुन कुराहरू तिमीले डे टु डे लाइफमा इग्नोर पनि गर्छौ होइन, त्यो कुराहरू त तिमीहरूले ट्रेन गरेर तिमीहरूको सबकन्सियस माइन्डमा चाहिँ तिमीहरूले राखिसकेको छौ होइन। तिमीहरूलाई अब कसैले झ्याप्पा आएर तिमीहरू केही भएर गरिहाल्यो, तिमीलाई बोल्न आउँछ, तिमीहरूलाई हिँड्न आउँछ होइन, यो पनि त तिमीहरूले सानैदेखि ट्रेन गर्दै आयो नि त है। त्यही भएर यो सबै कुराहरू चाहिँ तिमीहरूले ट्रेन गरेर वर्षौँदेखि तिमीहरूले आइरहेको छौ भने तिमीहरूले दिमागलाई यति ट्रेन गर्न सक्नु पऱ्यो कि एउटा ट्रेडर भइसकेपछि अथवा प्रोफिटेबल ट्रेडर बन्नु छ भने यो काम मैले गर्नु हुँदैन, मैले ओभर ट्रेड गर्नु हुँदैन, मैले यति रिस्कभन्दा बढी लिनु हुँदैन, मैले आज दिनमा 2टा लस भइसक्यो अथवा मेरो एक दिन आज एउटा म्यासिभ धेरै सोचेभन्दा बढी लस भइसक्यो, म अब ट्रेड गर्दिनँ भनेर यो कुराहरू सबै तिमीहरूले दिमागलाई ट्रेन गर्ने हो, सबकन्सियस माइन्डमा घुसाउनु पऱ्यो यो सबै कुराहरू। जबसम्म तिमीहरूको यो सबै कुराहरू लाइक अब के भन्ने, अब यो सबै कुराहरू लाइक डे टु डे लाइफमा हुन्छ नि, अब अनकन्सियसली नै सबकन्सियसली नै तिमीहरूले यो कुराहरू जबसम्म तिमीहरूको हुँदैन, जबसम्म तिमीहरूले रुल ब्रेक नगर्ने होइन, तिमीहरूले ओभर ट्रेड नगर्ने, रेभेन्स ट्रेड नगर्ने, सबकन्सियसली नै तिमीहरूको दिमागमा घुस्दैन नि, त्यति बेलासम्म तिमीहरू रिमाइन्ड गराइराख आफूलाई होइन। अब आई डोन्ट नो त्यो अब तिम्रो हातमा छ कसरी तिमीहरूले आफूलाई रिमाइन्ड गराउन सक्छौ त होइन। अब मैले मेरो एक्सपिरियन्स दिने हो भने म कसरी चाहिँ अब त्यो रिमाइन्ड गराएँ अथवा सेल्फ अवेर भएछ म अब यो सेम कुराहरू म अब हुन्छ नि अब ओभर ट्रेड नगर्न, रेभेन्स ट्रेड नगर्न कसरी म यो ठाउँमा पुगेँ भन्दाखेरि मैले चाहिँ स्पेसिफिक आफ्नो एरिया हुन्छ मेरो लागि ट्रेड गर्नको लागि, मेरो सेम सेटअप हुन्छ, म आफ्नो
ट्रेडिङ सेटअपमा आउँछु अथवा मेरो डेस्कमा आउँछु, सेम इन्भाइरोमेन्ट म राख्छु एभ्री टाइम। म त्यो क्लिन इन्भाइरोमेन्ट, क्लिन डेस्क, म सधैँ जसरी जुन वेमा ट्रेड गर्छु, जुन वेमा चाहिँ म फुल पोटेन्सियलको साथमा म चार्टमा आएर म कन्फिडेन्ट भएर ट्रेड गर्न बस्छु, एभ्री टाइम मेरो इन्भाइरोमेन्ट सराउन्डिङ त्यसै नै राख्छु हैन। जुन कुराले चाहिँ मलाई एभ्री टाइम रिमाइन्ड गराउँछ कि ए ओके मेरो डिसिप्लिन हुनुपर्छ, म मेरो आफ्नो रुल्समा बाँधेर बस्नुपर्छ, मेरो सिस्टम फलो गर्नुपर्छ भनेर चाहिँ मैले चाहिँ त्यसरी ट्रेन गरेँ। अब इच एन्ड एभ्री इन्डिभिजुअलको चाहिँ डिफ्रेन्ट स्टोरी हुनसक्छ, डिफ्रेन्ट वेमा चाहिँ आफूले रिमाइन्ड गराउन सकिन्छ र आफूले सेल्फ अवेर गराउन सकिन्छ है। तर एट दि एन्ड के गर्ने हो भन्दाखेरि आफ्नो दिमागलाई नै ट्रेन गर्ने हो है। अब भन्दाखेरि त अफकोर्स जसले पनि ट्रेन गर्ने त हो, दिमागलाई भन्ने कुरा आउला हैन। तर इट टेक्स टाइम। दिमागलाई ट्रेन गर्न पनि एकछिनमै ट्रेन हुने होइन यो, अब 2-3 महिनामा ट्रेन हुने होइन। अब कोही न कोही अब इमोसनली एकदमै इन्टेलिजेन्ट छ, धेरै नै छ भने हुनसक्छ कोही 5-6 महिनामा पनि आफूले ट्रेन गर्न सक्छ आफ्नो दिमागलाई, आफू त्यसरी प्रोफिटेबल डिसिप्लिन भएर चल्न सक्छ हैन। तर मेन कुरा भनेको टाइम लाग्छ, रस गर्नु भएन। ट्रेडिङलाई यो प्रोसेसलाई चाहिँ रस नगर। अब अनि नेक्स्ट कुरा चाहिँ के आउँछ भन्दाखेरि अफकोर्स अब सिस्टमेटिक वेमा आफ्नो एउटा सिस्टम मोडेल चलिरहेको छ, आफूलाई अब सेल्फ अवेर गर्ने, डिसिप्लिन भएर चल्नुपर्छ भन्ने पनि थाहा छ। तर नेक्स्ट कुरा चाहिँ के आउँछ भन्दाखेरि तर जब तिमीहरू लुजिङ स्ट्रिकमा जान्छौ त्यति बेला फेरि तिमीहरूको सबै भताभङ्ग हुन्छ हैन। लुजिङ स्ट्रिकमा जो पनि जान्छ, लुजिङ स्ट्रिकमा नजाने कोही पनि नजाने भन्ने कुरा होइन। अब इभन डाटा अनुसारै कुरा गर्ने हो भने पनि कसैको 90% नै विन रेट छ भने, उनीको सिस्टमको 90% नै विन रेट छ भने पनि उनीहरू लुजिङ स्ट्रिकमा जान्छ। 90% नै हुने मान्छे पनि लुजिङ स्ट्रिकमा जान्छ हैन। त्यो कुरा याद गर्नु। त्यही भएर लसेस भनेको चाहिँ नर्मल हो, लुजिङ स्ट्रिक लसेस हुने भनेको नर्मल हो। यो कुरा पनि याद गर्नु पर्यो है। यो कुरा पनि आफ्नो ब्याक अफ द हेडमा राखिराख्नु पर्यो। किनभने ल म डिसिप्लिन भइसकेँ, मेरो सिस्टम पनि छ भनेर अब अगाडि बढ्दै गएपछि अब लुजिङ स्ट्रिकमा पर्ने बित्तिकै फेरि के हुन्छ, फेरि तिमीहरूको कहाँबाट के निस्किन्छ अनि त्यसपछि सबै कुरा बिर्सिन्छौ तिमीहरू हैन। त्यो कुरा पनि गर्नु भएन। अब यो कुराहरू सबै अब आई होप सबैजनाले नोट डाउन गरिराखेको छु। यो स्टेप बाई स्टेप नै मैले कुरा गर्दैछु हैन। यो म चाहिँ कसरी यहाँसम्म पुगेँ, कसरी मैले आफ्नो जोडीलाई अगाडि बढाएँ भनेर मैले स्टेप बाई स्टेप नै कुरा गर्दैछु हैन। अब किनभने डिसिप्लिन भए, सेट अफ रुल्समा बसेँ, मैले जे गर्नुपर्ने थियो मैले त्यो आफूलाई सेल्फ अवेर गराउँदै बिचबिचमा सम्झिँदै सम्हाल्दै अगाडि बढेँ। त्यति बेला पनि के भयो, मेरो लुजिङ स्ट्रिक आयो। त्यति बेला फेरि के भयो, मेरो फेरि म भताभुङ्ग, सबै सकियो हैन। अब के गर्ने त भनेर फेरि दोस्त भयो, आफ्नो सिस्टममै कि बिग्रेको हो कि के हो, यो हो त्यो हो, त्यो दुनियाँ क्वेसन आउँछ हैन। त्यति बेला फेरि के गर्नु पऱ्यो, आफूले याद गर्नु पऱ्यो अनि त्यसपछि अगाडि बढ्नु पऱ्यो है। अब नेक्स्ट कुरा फेरि के बुझ्नु पऱ्यो भन्दाखेरि अब लसेस भनेको नर्मल हो भनिसकेपछि अब गेम अफ प्रोबेबिलिटी हो यो ट्रेडिङ भन्ने कुरा मैले आई डोन्ट थिङ्क सबैजनालाई भनिराख्नुपर्छ हैन। अब मैले यो प्रोबेबिलिटीको बारेमा पनि, प्रोबेबिलिटी भर्सेस सर्टेन्टीको बारेमा पनि मैले एउटा सिरिज चाहिँ बनाएर हालिदिएको छु। आई थिङ्क लास्ट विक हालिदिएको थियो त्यो सिरिज हैन। अब प्रोबेबिलिटी के हो, सर्टेन्टी भने के हो, कसरी चाहिँ आफूले आफ्नो डे टु डे लाइफमा पनि जे कुरा पनि केहीबाट केही एक्सपेक्टेसन राख्नु हुँदैन हैन। जे कुरा पनि जे पनि हुनसक्छ भनेर अगाडि बढ्नुपर्छ हैन। अब यदि तिमीहरूसँग अलरेडी सिस्टम छ, अगाडि बढिरहेको छौ भने पनि द मोस्ट इफेक्टिभ ट्रेडिङ बिलिफ हैन द्याट यु क्यान एभर एक्वायर इज एनिथिङ क्यान ह्यापन माइन्डसेट के। इभन तिमीहरूको A++ सेटअप छ भने पनि यु नेभर नो, त्यो पनि लुजिङ ट्रेड हुनसक्छ नि त। त्यो दिन A+ सेटअप छ तिमीहरूको, त्यो एक्ज्याक्ट सेटअपको 90% विन रेट छ भने पनि तिमीहरूको त्यो लुजिङ ट्रेड हुनसक्छ। त्यही भएर तिमीहरू एभ्री टाइम तिमीहरू ट्रेडमा छिर्ने बेलामा पनि तिमीहरूले के बुझ्नु पऱ्यो त भन्दाखेरि एनिथिङ क्यान ह्यापन। यो मेरो ट्रेड विनिङ ट्रेडै हुन्छ भनेर अगाडि बढ्नु भएन क्या। विनिङ ट्रेडै हुन्छ भनेर 100% अगाडि त्यो दिमागलाई त्यही घुसाएर चाहिँ अगाडि बढ्नु भएन। इभन तिमीहरूले A+ सेटअप लिँदाखेरि पनि एनिथिङ क्यान ह्यापन। म त्यो रिजल्ट जेसुकै आओस् मलाई थाहा छ है, यो जेसुकै होस् मलाई थाहा छ कि यो लुजिङ ट्रेडै होस्, तर मेरो एट दि एन्ड मेरो सिस्टम प्रोफिटेबल सिस्टम हो भनेर चाहिँ आफूलाई त्यो रियलाइज गराउनु पऱ्यो है। त्यही भएर यो भनेको एनिथिङ क्यान ह्यापन माइन्डसेट छ नि तिमीहरूले ट्रेडमा छिर्ने बेलामा, यो भनेको त मोस्ट इम्पोर्टेन्ट कुरा हो क्या। तिमीहरूले जति बेला पनि लिएर हिँड्नुपर्ने। अनि गेम अफ प्रोबेबिलिटी, लसेस आर नर्मल र एनिथिङ क्यान ह्यापन, यो 3टा कुराहरू चाहिँ तिमीहरूले लिएर चाहिँ अगाडि बढ्यो भने चाहिँ तिमीहरूलाई जोड्नेमा धेरै हेल्प हुन्छ र तिमीहरूले आफूमा कति छिटो इम्प्रुभमेन्ट आइरहेको छ त्यो पनि तिमीहरूले रियलाइज पनि गर्दैनौ। तिमी एउटा पोइन्टमा पुगिसकेपछि बल्ल थाहा हुन्छ कि तिमीहरूले रिजल्ट देख्दै जान्छौ हैन। ए ल है, ल राम्रो भयो, ए भइरहेको रहेछ, त्यो ठिक छ है भन्ने कुरा तिमीले पछि रियलाइज गर्छौ है। यो 3टा कुरा चाहिँ याद गर्नु पर्यो। अब नेक्स्ट कुरा म अब अझै एउटा छोटो एउटा कुरा भनिहाल्छु। अब कतिजना चाहिँ अब हामी यहाँ लुजिङ ट्रेडर छौँ अथवा लुजिङ फेजमा छौँ अथवा ब्रेक इभन फेजमा पनि पुगेको छैनौँ, प्लस ब्रेक इभनबाट अब प्रोफिटेबल फेजमा अब कतिजना पुग्दैछौँ अथवा कतिजना पुगिसक्यौँ भने चाहिँ यो लुजिङ फेजबाट तिमीहरू ब्रेक इभन फेजमा पुग्नको लागि जति छोटो जोड्ने छ नि त्यो चाहिँ तिमीहरू ब्रेक इभन फेजबाट एउटा प्रोफिटेबल फेजमा पुग्दाखेरि अलिकति बढी हुन्छ त्यो है। किन हुन्छ भन्दाखेरि तिमीहरूको डेफिनेटली, किनभने तिमीहरूलाई यो सबै कुराहरू एउटा लुजिङबाट ब्रेक इभन फेजमा जानको लागि आई थिङ्क मलाई जहाँसम्म लाग्छ मेरो एक्सपिरियन्स अनुसार चाहिँ मैले के रियलाइज गरेर म चाहिँ एउटा लुजिङ फेजबाट ब्रेक इभन फेजमा पुगेँ चाहिँ भन्दाखेरि मैले चाहिँ मेरो बिग लुजिङ डे चाहिँ अभोइड गरेँ है। आई थिङ्क त्यो बिग लुजिङ डे अथवा बिग लुजिङ डे हुन नदिएपछि तिमीहरूले चाहिँ आई थिङ्क तिमीहरू ब्रेक इभन फेजमा चाहिँ पुग्छौ। तर त्यसपछि तिमीहरूले जति पनि एफोर्ट लगाउनुपर्छ, जति पनि कुराहरूमा तिमीले ध्यान दिँदै मैले अघि जति पनि कुराहरू भने त्यो कुराहरूलाई रियलाइज गर्दै चाहिँ तिमीहरू अगाडि बढ्छौ, त्यो चाहिँ आई थिङ्क जोड्ने अलिकति लामो हुन्छ। त्यति बेला नै हो रियल
ट्रेडर अथवा रियल प्रोफिटेबल भएर ट्रेड गर्ने मान्छे छुट्याउने अथवा तिमीहरू क्विट गर्ने मान्छेहरू कतिजना हुन्छौ तिमीहरू होइन, ल सकिन यो भनेर, किनभने तिमीहरू अलरेडी नै धेरै नै पैसा डुबाएर धेरै नै रेकलेसली ट्रेड गरेर तिमीहरू डिफ्रेन्ट सिचुएसनमा डिफ्रेन्ट फेजमा पुगिसकेका हुन्छौ तिमीहरू। त्यही भएर चाहिँ यो कुरा पनि याद गरौँ, तिमीहरूले बिग लुजिङ डे चाहिँ अभोइड गर्न खोजौ। बिग लुजिङ डे अभोइड गर्न खोज्यौ भने आई थिङ्क तिमीहरू ब्रेक इभन फेजमा चाहिँ मजाले पुग्न सक्छौ। ब्रेक इभन फेजमा पुगिसकेपछि एउटा आफूसँग डेफिनेटली प्रोफिटेबल स्ट्राटेजी प्रोफिटेबल सिस्टम छ भनिसकेपछि तिमीहरूलाई आई थिङ्क अलरेडी कसैले चाहिँ त्यो सिस्टम नै युज गरेर अगाडि बढिसकेको छ भने कसैले पनि तिमीलाई रोक्नेवाला छैन। तिमीहरू डेफिनेटली एउटा प्रोफिटेबल ट्रेडर भएर निस्किन सक्छौ है। अब नेक्स्ट कुरा अब मैले के भन्छु त भन्दाखेरि मैले अघि कुरा गरेको थिएँ, अब जसरी हाम्रो यो टिकटकमा अहिले जतिजना पनि अब सबैले टिकटक थ्रु नै हाम्रो वाइडी भाइको पनि डिस्कर्ड जोइन गरिराख्नु भयो होला, मेरो मलाई पनि रिच आउट गरिराख्नु भयो, मेरो कन्टेन्ट पनि हेरिराख्नु भयो होला। अब टिकटकमा अहिले यो जति छ नि यो च्याउ जसरी यो फैलिरहेको छ एभ्री डे तिमीहरू टिकटकमा देखिरहेको होला। यो हुन्छ नि एउटा मान्छे आउँछ प्रफर्म भन्दै, अस्ति भर्खर मैले प्रफर्म पनि होइन एउटाले फेरि प्रुफ फ्रेम भन्दै भनिरहेको थियो, भिडियो बनाइरहेको थियो होइन। अब अर्को छ फेरि एउटाले फेरि मार्केट साइकोलोजी भन्दै बनेर हुन्छ। अब साइकोलोजिस्टहरू धेरै निस्किन थालेछन् यहाँ फेरि होइन। सिस्टम स्ट्राटेजी चाहिँदैन, सिस्टम चाहिँदैन, तिमीहरूलाई मार्केटले के भन्छ मलाई ठ्याक्क मैले सुन्छु अनि म एन्टर गर्छु भन्नेहरू पनि छन् फेरि यहाँ होइन। मैले देखिरहेको छु धेरै। अब तिमीहरू यस्तो बाट चाहिँ तिमीहरू टाढा बस्नु पऱ्यो है। अब तिमीहरू चाहिँ अब को राइट हो को रङ हो डेफिनेटली छुट्याउन चाहिँ गाह्रो हुन्छ। डेफिनेटली सुरुमा चाहिँ तिमीहरू लर्निङ फेजमा छौ भने चाहिँ, तर टाढा बसौँ होइन। अब सकेसम्म चाहिँ अब तिमीहरू सिक्दैछौ, एउटा कम्युनिटीमा आउँदैछौ, अब हाम्रो वाइडी भाइकै कम्युनिटीमा पनि जोइन गरिसकेको छौँ भने डेफिनेटली तिमीहरू धेरै लाइक माइन्डेड मान्छेहरू भइसकेपछि अगाडि बढ्न सक्छौ होइन, ग्रो हुन सक्छौ। तर अब हुन्छ नि अब यो वाइयात कुरा गर्ने, अब एक दुईवटा स्क्रिनसट देखायो अनि त्यसपछि यो ट्रेडिङलाई चाहिँ थ्रिल र एक्साइटमेन्टको रूपमा पोर्ट्रे गर्नेहरू हुन्छ नि। अब टिकटकमा लाइभ आएर ट्रेड गर्ने अनि त्यसपछि हुन्छ नि प्रफिट भयो भने ल ल ल तिम्रो कति प्रफिट भयो देखाऊ च्याटमा लेख, 100 200 300 400 500 लेख हो होइन। त्यस्तो एक्साइटमेन्ट र थ्रिलको रूपमा चाहिँ नलिऊ है। एक्साइटमेन्ट र थ्रिलको रूपमा ट्रेडिङलाई लिने हो भने चाहिँ तिमीहरू चाहिँ अगाडि बढ्न धेरै नै गाह्रो हुन्छ है। त्यही भएर थ्रिल र एक्साइटमेन्ट यो ट्रेडिङलाई चाहिँ रमाइलो तरिकाले चाहिँ कहिले पनि नलिउँ। अब ट्रेडिङ भनेको डेफिनेटली जो पनि पैसा हेरेरै आउने हो होइन। ट्रेडिङमा चाहिँ डेफिनेटली पैसालाई हेरेर आउने हो जो पनि, तर बिचमा जाने बेलामा तर तिमीहरू त्यो बाटो डगमगाउँछौ होइन, हराउँछौ नि, त्यति बेला चाहिँ तिमीहरू चाहिँ त्यो थ्रिल र एक्साइटमेन्टमा फसिसकेका हुन्छौ कि। त्यो थ्रिल र एक्साइटमेन्ट ट्रेडमा तिमीहरूले प्रफिट देख्ने बित्तिकै ओ भनेर कराए एक्साइटमेन्ट भयो होइन, तिमीलाई त्यति बेला जोस आयो, फेरि लुजिङ डे हुने बेलामा तिमीहरूले होल दिनलाई नै तिमीहरू ल बर्बादै भयो र सकियो मेरो जिन्दगी भनेर त्यसरी लिन्छौ नि, त्यस्तो चाहिँ लिनु भएन है। किनभने तिमीहरू आजको ट्रेडिङ डे भोलिसँग ट्रेडिङ डेसँग कम्पेयर गरे हुँदैन, भोलि टोटली डिफ्रेन्ट डे, त्यसपछि फेरि अर्को डिफ्रेन्ट डे, टोटली डिफ्रेन्ट डे होइन। त्यही भएर लसेस छ भने त्योसँग अट्याच भएर नबसौँ होइन। अनि त्यसपछि यो मेन कुरा चाहिँ अब अहिले मैले जसरी पनि यो टिकटकमा देखिरहेको छु यो थ्रिल र एक्साइटमेन्ट, त्यसमा चाहिँ हाइप भएर सबैजना त्यसमा झुमिएर अगाडि बढिरहेको, त्यसलाई चाहिँ मैले एउटा हुन्छ नि अब मेसेज दिन खोजिरहेको कि राम्रोसँग चाहिँ मान्छे चिनेर अगाडि बढ। कोही पनि स्क्याम भयो दाइ स्क्याम भयो भनेर फेरि कसैको पनि डिएम अथवा हाम्रो वाइडी ब्रोकै डिस्कर्डमा कसैको मेसेज देख्न नपरोस्, मेरो डिएममा कसै पनि कोही आउन नपरोस् होइन। अब धेरै मेसेज डिएमहरू आइरहेको हुन्छ है। अब त्यही नै हो। तर अब यदि सबैजना सिरियस भएर अगाडि बढ्नु नै छ भने चाहिँ सबै यो कुराहरू चाहिँ याद गरौँ। अनि यति कुरा चाहिँ अब याद गरिसकेपछि चाहिँ अब अफकोर्स हाम्रो वाइडी भाइको पनि बुट क्याम्प छँदैछ, त्यहीँबाट सबैजनाले सिकौँ। मैले भनिसकेको सबै कुराहरू पनि याद गर्दै अगाडि बढौँ। कतिजनाले नोट डाउन गर्नुभयो के भयो, यदि कसैले अझ पनि क्वेसन छ भने हाम्रो मेरो यहाँ स्क्रिनमा पनि देखाइदिरहेको रहेछ वाइडी भाइले है। हाम्रो साइकोलोजी सिरिज पनि छँदैछ। त्यति नै हो मेरो साइडबाट चाहिँ। केही क्वेसन छ भने अहिले Q&A होला सेसन, त्यति बेला चाहिँ केही छ भने म एन्सर गरौँला। Okay. That was very insightful. को कुरा मजा लाग्यो सुन्नलाई। एक्चुअली च्याटमा अझै सुतेको कोही छौँ कि छैनौँ? सब जागेछौँ, उठेछौँ? सही हो च्याटमा एक्चुअली रिप्लाई गरौँ त सबले? यस उठेर बसेको छौँ, सुनेको छौँ। सही हो एकदम हामी म त सुतेको मान्छे उठेँ। Okay, fair enough. एभ्रिथिङ Okay, thank you so much अनमोस दाजु त्यो सफ्ट टिप्सहरू अझै दिनुभएकोमा। डेफिनेटली यहाँ जो पनि अब हाम्रो हुन्छ नि प्रिभियस स्टेजहरूमा स्टक हुनुभएको छ या हुन्छ नि आफूले जाने आइसिपी त पुरा सिक्नु भयो, एसएमसी सिक्नु भयो, सपोर्ट रेजिस्टेन्स जे पनि छ सिस्टमहरू सिक्नु भएको छ, तर पनि प्रफिटेबल हुन सक्नु भएको छैन। उहाँहरूको लागि चाहिँ धेरै राम्रो एडभाइसहरू दिनुभएको छ। आई थिङ्क एन्डमा चाहिँ मैले मेसेजहरू देख्दै थिएँ हाम्रो हान्जो सरको, हल्का अपसेट हुनुभएको रहेछ। द्याट्स ओके। आई मिन इट्स जस्ट वार्निङ कि गलत ठाउँमा नफस्नु भनेर, बिकज इफ यु सी द मेसेजेस जुन डिस्कोर्डमा आइरहन्छ यताबाट स्क्याम भयो उताबाट स्क्याम भयो भनेर यति धेरैजना आउनुहुन्छ डिस्कोर्डमा। इट्स जस्ट वार्निङ टु एभ्रीवन कि हल्का भिजिलेन्ट भएर हल्का केयरफुली सोचेर चाहिँ हामीले कसलाई भरोसा गरौँ। इभन इफ इट्स मी, मलाई पनि ब्लाइन्डली भरोसा गर्नु कहिले भन्दैन, अनुज दाजुलाई पनि ब्लाइन्डली भरोसा नगर्नु। वाच हिज भिडियोज, इन्क्वायर अबाउट मी हिम, हुन्छ नि यताउति बुझ्नु, क्यार्नु, भिडियोजहरू हेर्नु, मान्छे कस्तो बुझ्नु अनि बल्ल भरोसा गर्नु। इट इज
हजुरले कलेजहरू चुन्दा पनि गर्नुहुन्छ होला नि, कलेजहरूलाई कुन कलेजमा जाँदैछु यताउति बुझ्ने क्यार्ने सिक्ने इट्स द सेम थिङ एउटा स्किल सिक्न आउनुभएको छ कुनै ठाउँबाट भन्छ नि, आफूले नै इन्क्वायर गरेर बुझ्नुपर्छ जान्नुपर्छ, त्यत्तिकै हुन्छ नि स्क्रिनसट देख्दैमा चाहिँ भरोसा गरेर त्यत्तिकै आफू फाल्लिनु हुन्न भनेर भन्न बुझ्नु भएको, but it's fine, there will obviously be difference of opinion, and that's fine. Before I start what I have to say, that anything else remaining for you to say? ठिकै छ, त्यति नै होला। तर होइन हाम्रो हान्जो भाइलाई ठिक छ, त्यही नै हो भन्नु खोजेको है। अब मेन कुरा चाहिँ कोही चाहिँ स्क्याम नहो होइन, किनभने भर्खर हाम्रो यो मार्केट ग्रो हुँदैछ स्पेसली नेपाली ट्रेडिङ सिनमा, त्यति नै हो। अवेरनेस मात्र दिएको, अब तर आफ्नो ओपिनियन हो, आफूले कसरी लिने इट अलवेज डिपेन्ड्स अन इच एन्ड एभ्री इन्डिभिजुअल डिफ्रेन्ट है त। अनि अरूलाई ब्यास्ट गर्नै छ भने हामीले युट्युब या टिकटकमै गर्छौँ नि भ्युज बढाउनलाई, किन यहाँ वर्कसम्म प्राइभेट कलमा गर्नु पर्यो र। एक्ज्याक्टली।